प्रार्थना गर्नुपर्ने खण्ड पनि यही हो। निरन्तर प्रार्थना गरिरहो, पहिलो तेस्सलोनिके 5:17। अब हेर्नुहोस्, निरन्तर प्रार्थना गरिरहो भन्नुको अर्थ तपस्या गरेर बस्नु भनेको होइन भनेर भन्दछ। तर कुनै पनि सुअवसर पाउन साथ हाम्रो विचार, काम र अरू कुराको बारेमा प्रार्थनामा परमेश्वरसँग बोल्नुपर्छ भनेको हो। अरे बुझ्नुभयो? निरन्तर प्रार्थना गर्नु भनेको चाहिँ है टक्क घुँडा टेकेर हाँस आकाशमा हेरेर हात जोडेर बसेको गर्नु भनेको हो होइन। वास्तवमा प्रार्थना भनेको चाहिँ मैले अघि पनि भनिहालेँ, बारम्बार त्यही कुरालाई दोहोऱ्याउनु पनि होइन। बुझ्दै हुनुहुन्छ? व्यर्थैमा नबरबराउ भनेको के हो? बरबराएको गर्नु। अब अहिलेकै उदाहरण दिउँ, मैले मेरो मिसेसलाई म तिमीलाई माया गर्छु भनेपछि मक्ख त्यति भने चाहिँ मक्ख भएन। म तिमीलाई माया गर्छु, म तिमीलाई माया गर्छु, म तिमीलाई माया गर्छु, म तिमीलाई माया गर्छु भन्यो भने के हुन्छ? हेत्तेरिका यो बुढा त पागल भयो के हो भनेर गाली गर्न सक्नुहुन्छ।